कस्तो बास्ना आयो है आमा म त कस्तो पहिले सुरुपको पारम न रुरु एकचोटी सुरुपको गर्नुपर्छ जेस बसी खानुपर्छ यति राख्नुहुन्न कोही यसो रक्सी सक्सी खाने भए बानी हुन्छ र भने अनि कस्तो छ टेस्ट गरौँ ल मिठो कस्तो छ जया गजबको चाउँछ होइन यस्तोसँग खानुपर्छ कि ससेज फेरि कस्तो बास्ना हो रोज प्यारी मान्छेले बनाएको राम्री मान्छेले बनाएको ससेज र करेन्ट यो फेरि यसमा मुला कस्तो मिठो हुन्छ हो कि मुला कस्तो मिठो हुन्छ यति मुला मिठ लाग्ने मान्छे मेरो पनि मुला लिनुहुन्छ बुबु अहिले लिगमला केही छैन मलाई त अति माया लाग्यो ससेज यसरी खाने थाहै छैन रुरु यसरी खाने हो बुबु चबाको हामी यस्तो तरिकासँग खाएपछि यस्तोसँग खान्छौँ कि चट्ट करेन्ट हालेर ससेसहरू हालेर धेरै पिरो भएपछि हामी यो मौसम पनि टक्क 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 खाने हो यो रामेछापको जुनार हो होइन सिन्धुलीको सिन्धुलीको जुनार फेरि हामी पिरो धेरै भयो भने टक्क यो पनि भएन भने फेरि कहिले पनि पिरो भयो भने हामी साह्रै मिठो मिठो ल मलाई त सबभन्दा थोरै दिन भयो चाहिँ क्या हो होला 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 मेरो सकिन मेरो सकिन लागिसक्यो नसकियोस् भनेको मलाई धेरै परेको छ है आफै धेरै खानुभएछ को थप्नुपर्छ को खाऊ थप्नुपर्छ अब के छ त हाम्रो प्लान अब आज हामी ससेज करेन्ट मुला जुनारो मुला खाइयो मुलाको बिग फ्यान त्यहीँ छोड न सबै त्यसपछि हामी अर्को दिन अब फेरि के गर्छौँ नि आजको यस्तो मिठो भएको छ अर्को दिन फेरि के गर्ने सोच गर्ने बनाउने यस्तो आनन्द लिन चाहिँ छोड्ने होइन यस्तो बबालमा जुनारो एउटा खाउ त कस्तो छ खतरा मिठो छ है गुलियो होइन सबैको के मेरो त सकिन लाग्यो भने लिएर आउने फेरि पुग्छ मलाई मिठो लागेर छिटो छिटो खाएर सकेको तत्काल कति मिठो छ है मुला पनि तातो छ अब नेक्स्ट कुसको इस्कुस मोमो मिठो हुन्छ होला है एकदम मिठो हुन्छ अरे तिमीले बनाइछौ म छैन तर साह्रै मिठो हुन्छ अरे हामी अब त्यसलाई टेस्ट गर्ने कस्तो हुन्छ त्यो प्लानमा चाहिँ म आउँदिन है किन इस्कुस त मन पर्दैन इस्कुस पनि बनाउँछौँ अरू पनि बनाउँछौँ नि जसलाई जे मनपर्छ त्यही बनाइन्छ उसलाई भने मुलाको पनि मुला त हेल्थको लागि एकदम राम्रो हो नि सबैभन्दा है एकदम राम्रो कोक खै त खानुभएको
हेल्थको लागि राम्रो चाहिँ होइन खाना चाहिँ एकदम मिठो करेन्ट चाउचाउ र ससेजसँग खान पाउँदा चाहिँ हेल्थ पनि बिर्सिने यो हेल्थलाई त खासै राम्रो होइन भन्छन् तर यो करेन्ट चाउचाउसँग चाहिँ यो मनै कस्तो खुसी भएर आउने कि यस्तो खुसी भएर आउने अनि यसरी करेन्टलाई यस्तो गरेर अनि यसरी खाना चाहिँ आज सिक्न पर्ने भयो सबैजनाले यो भिडियो हेरेर यसो गर्ने अनि त करेन्ट खाइसकेपछि ए ससेजको पिसलाई फेरि यहाँ एउटा बच्ची चाहिँ लाज मानी खान फेरि धेरै मिठो भएर बोल्नै नआएको के खाइरहनु होला कि बानी हुँदै जान्छ हामी खाँदा खाँदा खबिस भएका पऱ्यौँ एक केटीकेटीहरू त्यति खाँदैनन् हामी त यो छिटो खाना खाएर भ्याउनुले के पाउँछ थप परेन अहिले ससेज थपे पनि पाइयो करेन्ट थपे पनि पाइयो मुला थप पनि पाइयो कति आनन्द आएको आजको दिन साह्रै रमाइलो भयो अब चाहिँ बिहेमा नाच्दै बनाउनु पर्छ होइन अब सेल खाँदै दिदी अब सेल पकाएर क्यामेराम्यान त मलाई बनाइ हुन्छ कति पैसा दिनुहुन्छ त फ्रीमै गरिदिन्छु यति एक्साइटेड छु आज मुला तिमीलाई भ्लग बनाउँदै होइन नाच्दै हामीले अघि नाच्दैन होइन दिदी म भनिदिन्छु फोटोग्राफर कोकाउँछ